ल सम्पूर्ण साथीहरूलाई नमस्कार। मेरो नाम सूर्यबहादुर खड्का। आजको क्लास अब हामी एमसिक्यूबाट सुरु गर्छौँ है त। हाम्रो सिलेबसको सबैभन्दा सुरुको पोइन्ट भनेको राष्ट्रिय कृषि नीति भन्ने छ। अब यही कृषि नीति सम्बन्धी आज प्रश्नहरू बनाएको छु मैले। अनि हामी प्रश्नहरू गर्छौँ, तपाईँहरूले जति सक्नुहुन्छ उत्तर दिनु होला है त। बिग्रे पनि सब्रे पनि एन्सर दिने कोसिस गर्नु होला। ल, राष्ट्रिय कृषि नीति 2061 कहिले जारी भयो भन्ने कुरा पनि हुनसक्छ। यो थापिराख्ने तपाईँहरूले देखिरहेछ, स्क्रिन देखिरहेछ। छ छ छ क्लियर ल छ। ल, पहिलो क्वेसनमा जाऊँ है त हामी त्यसो भए। राष्ट्रिय कृषि नीति 2061 को मुख्य उद्देश्य कुन हो रे? अप्सन ए कृषि उत्पादन र उत्पादकत्व बढाउने, कृषि क्षेत्रलाई प्रतिस्पर्धी बनाई जीवनस्तर सुधार गर्ने, प्राकृतिक स्रोत र वातावरणको संरक्षण गर्ने, माथिका सबै। कुन हो यसको सही एन्सर? कमेन्ट गर्नुहोस् त। ल, धेरै साथीहरूले डी भन्नुभएको छ। पक्कै पनि यसको एन्सर डी नै हो है। किन भन्दाखेरि पहिलो उद्देश्य नै हाम्रो सिरेमा उत्पादन र उत्पादकत्व बढाउने छ। दोस्रो भनेको व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरू विकास गरी क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा बढाउने भन्ने छ। तेस्रो भनेको प्राकृतिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षण, सम्वर्धन र सदुपयोग गर्ने भनेको छ। यो कसरी सम्झिने, तिनवटा उद्देश्य कसरी सम्झिनु पर्यो भन्दाखेरि सुरुमा उत्पादन र उत्पादकत्व बढाउने। अब त्यो बढाउनु त बढाउने, तर बढाइसकेपछि के गर्ने त भन्दाखेरि हाम्रो व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधार विकास गरी अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गराउने भन्ने कुरा छ कि। अब उत्पादन धेरै पनि गरियो, विश्व बजारसँग प्रतिस्पर्धा पनि गरियो र त्यो उत्पादन धेरै गर्ने भनेपछि हाम्रो वातावरणलाई नष्ट पारिदिने त होइन नि त त्यसरी। त्यस कारणले गर्दा हाम्रो त्यो उत्पादन पनि गर्ने, तर कसरी गर्ने त भन्दाखेरि प्राकृतिक स्रोत, वातावरण, हाम्रो जैविक विविधताको संरक्षण पनि गर्दै राख्ने भनेर तिनवटा कुरालाई समावेश गरेको छ हाम्रो यो कृषि नीतिले। त्यही तिनवटा उद्देश्य थिए। यसको एन्सर के भयो त भन्दाखेरि डी नै भयो है त। दोस्रो नम्बरमा जाउँ अब। राष्ट्रिय कृषि नीतिमा सरकारी फार्म केन्द्रको उद्देश्यमा खलन नपर्ने गरी तलका मध्ये कुन प्रणाली विकास गर्ने भनिएको छ? ध्यान दिएर हेर्नु होला। अप्सन एमा डबल ट्र्याक सिस्टम भनेको छ, दोस्रोमा अर्ग्यानिक एग्रिकल्चर सिस्टम, तेस्रोमा इन्टेन्सिभ फार्मिङ सिस्टम, चौथोमा अल अफ द एबभ। यसको के हुन्छ होला, खै कमेन्ट गर्नुहोस् त। मैले कमेन्ट हेरिरहेको छु है। ल, कोही साथीले डी भन्नुभएको छ, कसैले ए भन्नुभएको छ। ल, गर्नुहोस् गर्नुहोस् कमेन्ट। ल, ए भन्ने साथीहरूको एकदमै सही छ एन्सर। ए नै हो है यसको एन्सर। डी किन भएन त भन्दाखेरि हाम्रो कृषि नीतिले अर्ग्यानिक कृषि प्रणालीलाई प्रवर्धन गर्ने कुरा त गरेका छ, तर क्वेसनले के भनिदियो त यहाँ भन्दाखेरि सरकारी फार्म केन्द्र भनेर यहाँ छुट्याइदियो के। सरकारी फार्म केन्द्रमा फलन नपर्ने गरिकन भनेको छ। हो, त्यस कारणले गर्दा डबल ट्र्याक सिस्टम नै एन्सर सही हो है। यो डबल ट्र्याक सिस्टम भनेको के हो भन्ने कुरा तपाईँहरूलाई थाहा होला। हाम्रो सरकारी फार्म केन्द्रहरू जो छन्, जस्तै हाम्रो कृषि फार्म केन्द्र एउटा पूर्व झापामा छ होइन, एउटा पश्चिम यता कुन कञ्चनपुर हो कि कुन जिल्लामा छ हो। त्यो फार्म केन्द्रहरूमा भएका रिसर्चहरू, तिनीहरू स्रोत साधन छन्, तिनीहरू साधनको प्रयोग गरेर हामीले अन्य केही उत्पादन गर्न सक्यौँ भने धेरै फाइदा हुन्थ्यो कि भनेर यो सिस्टम ल्याएको हो। यो कुरा चाहिँ थाहा पाउनु, अरू कुरा पछि पढौँला हामी। क्वेसन नम्बर थर्डमा गयौँ हामी। राष्ट्रिय कृषि नीति 2061ले कति हेक्टर भन्दा कम जग्गा भएका किसानलाई रिसोर्स पुर फार्मर भनी परिभाषित गरेको छ? अप्सन ए 0.5, अप्सन बी 1, अप्सन सी 3, अप्सन डी 4।
यसको सही एन्सर के हो कमेन्ट गर्नुहोस् त। ल, कोही साथीले अप्सन ए पनि भन्नुभयो, कसैले चाहिँ अप्सन डी भन्नुभएको छ होइन। धेरै झुकिनु भयो यहाँ, रिसोर्सफुल फार्मर भनेको छ है। स्रोत साधन कम भएका भनेको छ, टार्गेटेड ग्रुप भनेको छैन। हो, 4 हेक्टरभन्दा कम जमिन भएका कृषकलाई स्रोत साधन कम भएका कृषकमा वर्गीकरण गरिएको छ। यो 0.5 हेक्टर भन्यो भने त टार्गेटेड ग्रुपको हो है, 1 र 3को मतलब छैन यहाँ। ल, यो सजिलो थियो। दोस्रो अर्कोमा गयौँ हामी। कृषि नीति, अगाडि यहाँ राष्ट्रिय छ है, राष्ट्रिय पनि लेखिदिउँ। राष्ट्रिय राष्ट्रिय कृषि नीति 61ले कस्तो कृषि प्रणालीमा विशेष जोड दिने कुरा उल्लेख गरेको छ, हो यहाँ। विशेष जोड दिने कुरा उल्लेख गरेको छ भनेको छ। राष्ट्रिय कृषि नीति 2061ले कस्तो कृषि प्रणालीमा विशेष जोड दिने कुरा उल्लेख गरेको छ। निर्वाहमुखी कृषि प्रणालीलाई हो कि, व्यावसायिक एवं प्रतिस्पर्धी कृषि प्रणालीमा हो कि, परम्परागत कृषिमा हो कि, विदेशी प्रविधिमा आधारित कृषि। ल, यसको कमेन्ट गर्नुहोस् त। ल, कमेन्ट गर्नुहोस् है, कमेन्ट चाहिँ गरिराख्नुपर्छ। कमेन्ट गर्नु छोड्नु भएन। ल, कसैले बी भन्नुभयो, कसैले सी पनि आयो है एन्सर। परम्परागत कृषिलाई हो त, होइन है। यसको हाम्रो उद्देश्यको दोस्रो नम्बरमै के भनिदिएको छ त भन्दाखेरि, निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक एवं प्रतिस्पर्धी कृषि प्रणालीमा रूपान्तरण गर्ने भनेको छ। भनेपछि कुनमा जोड दिएको हो त, रूपान्तरण गर्ने केमा हो त, व्यावसायिक एवं प्रतिस्पर्धीमा हो। त्यस कारणले गर्दा यसको एन्सर चाहिँ बी हुन्छ। परम्परागत कृषिलाई चेन्ज गरेर व्यावसायिकमा गराउने भनेको हो, होइन। तपाईँहरूले परम्परागत भन्ने यो देखेर चाहिँ यतातिर सम्झिनु भएको होला, त्यो होइन। जोड दिएको के हो त, जसलाई बनाउने हो त्यहीमै जोड दिएको हो, यो बनाउने भनेको छ, त्यस कारण यसको एन्सर बी नै हुन्छ। ल, अर्को 5 नम्बरमा जाऊँ हामी। कृषि नीति 2061ले कृषि कार्यक्रममा महिला सहभागिता कति प्रतिशत पुर्याउने लक्ष्य लिएको छ। ल, यो त सजिलो छ, यसको पनि कमेन्ट गर्नुहोस् त। कति प्रतिशत हो, 32% हो कि, 50% हो कि, 60% हो कि, 80% हो। ल, सबै साथीले अप्सन बी भन्नुभएको छ, यसको एन्सर बी नै हो है। यसले चाहिँ कृषि नीतिले कृषि कार्यक्रममा महिला सहभागिता 50% पुर्याउनु भनेको छ। यो 32% केसँग सम्बन्धित छ होला, ल कमेन्टमा लेखौँ त, थाहा छ भने। 32% यो एडिएसतिर सम्बन्धित छ कि कतैतिर। यो 32% भनेको के हो त भन्दाखेरि, एडिएसको अन्त्यमा कृषि कार्यक्रममा, एडिएसको अन्त्यमा कृषि कार्यक्रमको पहुँचमा पुगेको कृषक परिवार कति भनेको छ, 32% होइन। त्यो पनि भयो होइन। अब हाम्रो एजिटिभीमा हर्टिकल्चरको योगदान पनि 32% छ, त्यो किस्मत सरले भन्नुभएको छ, त्यो पनि ठिक छ। हो, यो इन्टर रिलेटेड गर्ने 80% के छ त, 80% के छ, होइन। एडिएसको अन्त्यमा वर्षभरि सिँचाइ पुगेको जमिन 80% पुर्याउने भनेको छ। अनि 50% त अब त्यो भइसक्यो होला। यति कुराहरू इन्टर रिलेटेड गर्ने अलिअलि। अब अर्को 6 नम्बरमा जाउँ है त हामी त। राष्ट्रिय कृषि नीतिले कृषि प्रसार एग्रिकल्चर एक्सटेन्सन सेवामा कुन पक्षको संलग्नता बढाउने लक्ष्य राखेको छ अरे। राष्ट्रिय कृषि नीतिले कृषि प्रसार एग्रिकल्चर एक्सटेन्सन सेवामा कुन पक्षको संलग्नता बढाउने लक्ष्य राखेको छ। सरकारी निकायको मात्र, निजी क्षेत्र र गैर सरकारी संस्थाको हो कि, वैदेशिक नियोगको हो कि, कुनै पनि होइन। के होला यसको एन्सर।
ल 6 को बी भन्नुभएको छ धेरै साथीले, पक्कै पनि यसको एन्सर 6 को बी नै हो है। सरकारी निकायको मात्रै होइन कि हाम्रो कृषि प्रसारमा निजी तथा गैर सरकारी संस्थाहरूलाई पनि इन्क्लुड गर्नुपर्छ भनेको छ। अहिले हाम्रो यो बहुआयामिक कृषि प्रसार प्रणाली भनेर छ नि, हो यो पनि त्यहीसँग सम्बन्धित छ। यो कुरा सम्झिनु पर्यो। ल अर्को 7 नम्बरमा जाम। राष्ट्रिय कृषि नीति 2061मा कतिवटा मुख्य उद्देश्यहरू राखिएका छन्? यो एन्सर अब सबैलाई थाहा होला। कतिवटा छन् उद्देश्यहरू? 2, 3, 4, 5 भन्नुहोस् त। उद्देश्यहरू कतिवटा छ? ल 7 को बी भन्नुभएको छ, 3वटा उद्देश्य हुन्। 3वटा उद्देश्य अब सुरुमा पनि कुरा गऱ्यौँ हामीले, उत्पादन र उत्पादकत्व बढाउने, व्यवसाय एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरू विकास गरी क्षेत्रीय एवं अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्ने, र लास्टमा भनेको 3टा चिजको 3टा काम गर्ने भनेर सम्झिनुपर्छ। प्राकृतिक स्रोत, वातावरण र जैविक विविधता के गर्ने त? संरक्षण गर्ने, सम्वर्धन गर्ने र सदुपयोग गर्ने हो। यो चाहिँ 3वटा उद्देश्यहरू छन् भनेर सम्झिनुपर्छ। ल 8 नम्बर क्वेसनमा जाउँ हामी। राष्ट्रिय कृषि नीति 2061 अनुसार लक्षित वर्ग टार्गेटेड ग्रुप भन्नाले कसलाई चिनिन्छ अरे? टार्गेटेड ग्रुप आधा हेक्टरभन्दा कम जमिन भएका, सिँचाइ सुविधामा न्यून पहुँच भएका, दलित, उत्पीडित तथा सीमान्तकृत कृषक एवं कृषि श्रमिक माथिका सबै। कसलाई भनिन्छ टार्गेटेड ग्रुप भनेर? 8 नम्बरको एन्सर लेख त ल फटाफट कमेन्टमा। ल 8 नम्बर कसैको ए आयो, कसैको डी आयो है। ए र डीमै छ धेरै जसोको। ल लेखम लेखम कमेन्ट। ल यसको एन्सर डी भन्ने साथीहरूको सही छ है एकदमै। किन भन्दाखेरि हाम्रा त्यहाँ स्पष्टै रूपमा के भनेको छ त भन्दाखेरि, आधा हेक्टरभन्दा कम जमिन भई सिँचाइ सुविधामा न्यून पहुँच भएका दलित, उत्पीडित, गरिब तथा सीमान्तकृत कृषक एवं कृषि श्रमिकलाई लक्षित वर्ग मानी निम्न बमोजिमका नीतिहरू अवलम्बन गरिएको छ अथवा सुविधाहरू उपलब्ध गराइएको छ भनिएको छ। त्यस कारणले गर्दा आधा हेक्टर भएको पनि हुन्, सिँचाइ सुविधामा न्यून पहुँच भएका पनि हुन्, दलित, उत्पीडित तथा सीमान्तकृत कृषि सबैहरू के हुन् त टार्गेटेड ग्रुपभित्र पर्छन् राष्ट्रिय कृषि नीति अनुसार। यो कुरा थाहा पाउनु पर्यो। ल अब छ 9 नम्बरमा राष्ट्रिय कृषि नीति 2061मा उत्तर दक्षिण सडकमा बढी मोल जाने वस्तु उत्पादनको पकेट विकास गर्ने भनिएको छ। क्वेसन अलिकति कटेछ, पछाडि छ है। राष्ट्रिय कृषि नीति 2061मा उत्तर दक्षिण, यहाँ एउटा पहिला एउटा हिन्ट पनि दियो है, उत्तर दक्षिण सडकमा बढी मोल जाने वस्तुको उत्पादन पकेट विकास गर्ने भनिएको छ भने दुर्गम क्षेत्रमा कस्तो वस्तु उत्पादन गर्ने भनिएको छ अरे? अप्सन ए लो भोल्युम हाई भ्यालु क्रप, बी हाई भोल्युम लो भ्यालु क्रप, सी लो भोल्युम लो भ्यालु क्रप, डी हाई भ्यालु हाई भोल्युम हाई भ्यालु क्रप। के होला यो भन्नुहोस् त। दुईटा एन्सर, एउटा यहाँ माथि जानिहाल्नु पर्यो। उत्तर दक्षिणमा त उच्च मूल्यका वस्तुहरू गर्ने रे। अब दुर्गम क्षेत्र जहाँ चाहिँ बाटोघाटो पुगेको छैन, बत्तीहरू पुगेको छैन, त्यस्तो क्षेत्रमा के कस्ता वस्तु उत्पादन गर्ने भनेको छ त? 9 नम्बरको एन्सर के होला ल? कमेन्ट गरौँ, कमेन्ट गरौँ, कमेन्ट। 9को ए भन्नुभएको छ धेरै साथीले, 9को ए होइन, 9को ए पक्कै पनि यसको एन्सर 9को ए नै हो है त। लो भोल्युम हाई भ्यालु कसरी थाहा पाउनु त? कसरी यहाँ थाहा पाउनु त भन्दाखेरि, दुर्गम क्षेत्र जहाँ बाटोघाटो पुगेको छैन त्यो क्षेत्रमा उत्पादन गरेको वस्तुलाई बजारसम्म पुर्याउनका लागि हामीलाई अप्ठ्यारो पर्छ। हामीले धेरै भोल्युम भएका वस्तुहरू, तौल धेरै छ, तिनीहरूलाई तलसम्म कसरी ल्याउनु त? डोकामा बोकेर सम्भव हुन्छ? हुँदैन। हो त्यस्ता वस्तुहरू उत्पादन गर्नु पर्यो जुन चाहिँ गोजीको पाकेटमा हालेर पनि ल्याउन सकियोस् के, तर त्यसको मूल्य चाहिँ सुन बराबर होस्। हो त्यस्ता महँगा वस्तुहरू जसको तौल कम छ तर मूल्य धेरै छ, जहाँ गाडी लगिराख्नु पर्दैन वस्तुलाई ओसार पसार गर्नका लागि, हो त्यो भन्न खोजेको। त्यसलाई लो भोल्युम भनेको कम तौल हुने, हाई भ्यालु भनेको बढी मूल्य हुने। दुर्गम क्षेत्रमा त्यस्ता वस्तु उत्पादन गर्नु पर्यो
भनेर भनेको छ है त। ल अब स्क्रिन जुम भएको छ भने भन्नुलाई म अलिकति नदेखिन पनि सक्छ। ल 10 नम्बरमा जाऊँ अब। आज हामी 20वटा क्वेसन गर्नेछौँ। 10 नम्बरमा छ राष्ट्रिय कृषि नीति 2061मा लक्षित वर्गका लागि उपलब्ध विशेष सुविधा अन्तर्गत कुन पर्दैन। ल अघिको क्वेसनमा अलिकति जोडिएर आज राष्ट्रिय कृषि नीति 2061मा लक्षित वर्गका लागि उपलब्ध विशेष सुविधा अन्तर्गत कुन पर्दैन। भूमि बैङ्क स्थापना गरी सहुलियत दरमा ऋण उपलब्ध गराउने, यो पर्छ भनेको छ कि छैन। हैसियत बिग्रेको जमिन कब्लियत रूपमा उपलब्ध गराउने कुरा छ कि छैन। सरकारबाट वितरण गरिने खाद्य वस्तुमा लक्षित वर्गलाई पहिलो प्राथमिकता दिने भनेको छ कि के छ। सिँचाइ सुविधा, सिँचाइ नै साना सिँचाइ पूर्वाधार सामग्री खरिद तथा जडानमा 100% छुट दिने भनेको छ कि के छ। यो मध्ये कुन कुरा चाहिँ त्यो अन्तर्गत पर्दैन अरे। यो तिनवटा कुरा पर्छ, एउटा कुरा पर्दैन। कुन कुरा पर्दैन यसको कमेन्ट गर्नुहोस् त। कमेन्ट सर आओस्। 10 नम्बरको 10 भयो है। म कमेन्ट हेरिरहेको छु। ल 10को ए भन्नुभएको छ, 10को ए। हाम्रो किस्मत सरले 10को ए भन्नुभएको छ। सुलभजीले 10को ए भन्नुभएको छ। ल 10को ए हो त। भूमि बैङ्कको स्थापना गरी सहुलियत दरमा ऋण उपलब्ध गराउने कुरा गरेका छैन। ल फेरि हाम्रो किस्मत सरको सी आयो। योमा झुक्किनु भयो त। ल यहाँ सुन्नुहोस् अब उसो भए छोड्नुहोस् कमेन्ट। के छ त भन्दाखेरि राष्ट्रिय कृषि नीति 2061मा आधा हेक्टेयरभन्दा कम जमिन भई सिँचाइ सुविधामा न्यून पहुँच भएका कृषकहरूलाई लक्षित वर्गमा घोषणा गरिकन जम्मा 7वटा नीतिहरू छुट्टै तिनीहरूलाई विशेष सुविधा भनेर छुट्याइएको छ। होइन, त्यस अन्तर्गत भूमि बैङ्कको स्थापना गरी सहुलियत दरमा ऋण उपलब्ध गराउने भनेको छ यो। 1 नम्बरको त होइन। स्थानीय स्तरमा भूमि बैङ्कको स्थापना गरिकन लक्षित वर्गलाई सहुलियत दरमा भूमि खरिदका लागि ऋण उपलब्ध गराउने भन्ने कुरा गरेका छ। हाम्रो चाहिँ प्रयोगमा आएको छैन होइन। हैसियत बिग्रेको जमिनहरू छन् भने त्यो जमिनलाई कबलियत रूपमा चाहिँ त्यो वर्गलाई उपलब्ध गराउने भन्ने कुरा पनि छ। हाम्रो सरकारबाट वितरण गरिने खाद्य वस्तुमा जुन छ त्यो वस्तुमा यो लक्षित वर्गलाई पहिलो प्राथमिकता दिने भन्ने कुरा पनि छ। तर यो डी नम्बरमा हेर्नुहोस् त, साना सिँचाइ पूर्वाधार सामग्री खरिद तथा जडानमा 100% छुट भन्ने कुरा छैन। यहाँ के भनेको छ त भन्दाखेरि साना सिँचाइ तथा पूर्वाधार जस्तै रोवर पम्प, ढिकी पम्प, स्प्रिङ्कल जस्ता सामग्री खरिद तथा जडानमा विशेष सुविधा दिने भनिएको छ क्या। यो 100% भनेको 100% छुट दिने कुरा छैन त्यहाँ है। 100% छुट हो त होइन। कुनै सामान किन्नको लागि 5,000 रुपियाँ पर्छ भने 2,000 रुपियाँ जति सरकारले दिदिने, अनि अरू 3,000 आफैले हाल्छ हो भनेर त्यसरी चाहिँ विशेष सुविधा दिने भनेको छ। तर 100% भन्ने कुरा छैन। यो कुरा यसो ध्यान दिएर हेर्नु पर्यो है त। 100% त्यस कारणले त यसको एन्सर चाहिँ डी हुन्छ है, डी। यो एन्सर कसै साथीबाट पनि आएन। ल अब 11 नम्बर। 11 नम्बरमा जाऊँ अब हामी। राष्ट्रिय कृषि नीति 2061ले जिएमओ सम्बन्धी के व्यवस्था गरेको छ। जिएमओसँग के व्यवस्था गरेको छ, नियमन गर्ने भनेको छ कि प्रोत्साहन गर्ने भनेको छ कि प्रतिबन्धै गर्ने भन्ने छ कि थप अध्ययन अनुसन्धान गर्ने भनेको छ, के भनेको छ जिएमओ सम्बन्धी। ल धेरै साथीको ए आइरहेछ है एन्सर ए। सोचेर दिनु होला। ए भन्नुभएको छ साथीहरूले। ल यसको एन्सर ए नै ठिक छ है। ए नै हो एन्सर, यसको ए नै हो। अनि यो जिएमओलाई प्रतिबन्ध गर्ने कुरा कहाँ छ थाहा छ। प्रतिबन्ध गर्ने कुरा ल है त सुन्नुहोस्। राष्ट्रिय कृषि नीतिले चाहिँ यसलाई नियमन गर्ने कुरा गरेका छ। एडिएसले यसलाई प्रतिबन्धै गरिदिने भनेको छ होइन। र हाम्रो राष्ट्रिय विभिजन नीतिले यस सम्बन्धी थप अध्ययन अनुसन्धान गर्ने भनेर कुराहरू गरेको छ। र यो चाहिँ प्रोत्साहन गर्ने कुरा चाहिँ हाम्रो हाइब्रिड सिड भयो होइन। त्यसै पारम्परिक कृषिलाई प्रोत्साहन गर्ने कुरा गरेको छ यो राष्ट्रिय कृषि नीतिले। यदि यहाँ जिएमओको ठाउँमा पारम्परिक कृषि अथवा वर्णशङ्कर जात भनेको भइदिए प्रोत्साहन हुन्थ्यो है एन्सर।
अब यसलाई चाहिँ जिएमओलाई अहिले नियमन गर्ने भन्ने कुरा चाहिँ गरेछ। र 12 नम्बरमा जाम अब। राष्ट्रिय कृषि नीति 2061मा भूमिको दिगो उपयोग गर्नका लागि कुन कुरामा जोड दिएको छ? हेर्नुहोस् है क्वेसन आयो। राष्ट्रिय कृषि नीति 61मा भूमिको दिगो उपयोग गर्नका लागि हामीसँग जो भूमि छ त्यो भूमिको दिगो उपयोग गर्नका लागि कुन कुरामा जोड दिएको छ त? भू उपयोग नीतिको आधारमा खेती गर्ने भनेको छ कि, जथाभावी प्लटिङ गर्ने कुरा गरेको छ कि, खेतीयोग्य जमिन बाँझो राख्ने भनेको छ कि, होइन बाँझो राखेर पनि त दिगो हुनसक्छ त कहिलेकाहीँ, खाली छोडिदियो भने पनि त्यो भनेको छ कि। अनि हाम्रो माथिका सबै के कुरा गरेछ होला? पक्कै पनि एकदमै सजिलो भइगयो यो। अप्सनै सजिलो सजिलो भइहाल्यो। हाम्रो भू उपयोग नीतिको अवलम्बन गरिकन हामीले त्यो अनुसार खेती प्रविधि गर्ने भनेको छैन। भू उपयोग जहाँ कृषियोग्य जमिन छ भने कृषि मात्रै गर्ने, त्यसमा घरहरू नबनाउने, हो त्यस्तो कुराहरू गरेको छ हामीले। अब ए चाहिँ भन्ने साथीको मिल्या छ यो एकदमै। र 13 नम्बरमा जाम अब। राष्ट्रिय कृषि नीति 2061ले कृषि क्षेत्रको विकासका लागि कुन अवधारणालाई मुख्य आधार मानेको छ? यो कृषि नीतिले कृषि क्षेत्रको विकासका लागि कुन अवधारणालाई मुख्य आधार मानेको छ भनेको छ? गरिबी निवारण र खाद्य सुरक्षालाई हो कि, व्यापार सन्तुलनलाई हो कि, औद्योगिक विकासलाई हो कि, वैदेशिक रोजगार र प्रवर्धनलाई हो? कुन कुरालाई चाहिँ मुख्य आधार मानेको छ त्यसले? ल कमेन्ट गर्नुहोस् त साथीहरू। म तपाईँहरूको कमेन्ट हेरिरहेको छु है मैले। ल 13को कमेन्ट लेख्दाखेरि कति नम्बरको भनेर पनि लेख्नु होला अगाडि, 12 13 भनेर, है त। ल 13को ए आयो साथीको, होइन हाम्रो सुलभजीको, किस्मतजीको पनि ए आयो। ल ठिक छ है, एकदमै सही, राम्रो भन्नुभएको छ। गरिबी निवारण र खाद्य सुरक्षा नै यसको मुख्य अवधारणा हो। किन भन्दाखेरि व्यापार सन्तुलन गर्ने कुरा पनि त्यस्तो छैन, होइन औद्योगिक विकास गर्ने भन्ने पनि छैन, वैदेशिक रोजगार प्रवर्धन गर्ने कुरा पनि छैन, तर गरिबी निवारण र खाद्य सुरक्षा भनेको यसको मुख्य आधार नै हो। ल 14 नम्बरमा जाउँ अब। राष्ट्रिय कृषि नीति 2061 अनुसार कृषि सडक निर्माणको मुख्य जिम्मेवार कुन निकायलाई हुने व्यवस्था छ? कृषि सडकको लागि कसलाई मुख्य जिम्मेवार तोकेको छ त? कृषि विभागलाई हो कि, सडक विभागलाई तोक्या छ कि, स्थानीय निकाय र समुदायलाई तोक्या छ कि, भौतिक पूर्वाधार मन्त्रालयलाई तोक्या छ? कृषि सडक कसले बनाउने त अब? या त सडक विभाग आएर ट्याक्क प्लास्टर गरिदिने हो कि बाटो, के गर्ने यसो हेर्नुहोस् त 14 नम्बरको। ल सुलभजीको 14को डी भन्नुभएको छ, भौतिक पूर्वाधार मन्त्रालय। भौतिक पूर्वाधार भने चाहिँ बाटोघाटो बनाउने पूर्वाधार होइन, रोजगार विकासतिर जोडिनु भयो। त के छ? ल 14को डी आयो। किस्मतजीको पनि 14को डी हो त? डी होइन है यसको एन्सर, यसको एन्सर सी हो, स्थानीय निकायले। कृषि सडक भनेको खेत खेतमा जाने बाटो हो। भौतिक पूर्वाधार मन्त्रालय यिनीहरूले त हाइवे पुरै राजमार्ग बनाउला नि त। कृषि सडक भनेको त भित्र कृषकको फार्मतिर जाने, भित्रभित्र खेतको छेउछाउमा जाने बाटो हो। त्यो त कसले गराउँछ? त स्थानीय तहले गराउनु पर्छ। हाम्रो माथिको यिन त सङ्घीय निकायहरू, नि सङ्घीयले त के गर्छन् त? ठुल्ठुलो बाटोहरू गराउँछन्, राजमार्गहरू गराउने, त्यहाँसम्म जाने बाटो। है यसरी यहाँ झुक्किनु भएन सानो कुरामा पनि। यसरी पनि लजिक लाउँदाखेरि नै बुझिने कुरा हो। तर स्पष्ट रूपमा के लेखिदिएको छ त भन्दा कृषि सडक निर्माणका लागि स्थानीय निकायलाई प्रमुख भूमिका रहनेछ भन्ने कुरा पनि राष्ट्रिय कृषि नीतिमा उल्लेख गरेको छ। ल यसको एन्सर सी हो। 15 नम्बरमा जाम। राष्ट्रिय कृषि नीति 2061ले कस्तो क्षेत्रमा कबुलियत खेती, होइन कस्तो क्षेत्रमा कबुलियत खेती, लिज होल्ड फार्मिङ भन्छ इङ्ग्लिसमा, लाई प्रोत्साहन गर्ने नीति लिएको छ? कबुलियत खेती कस्तो क्षेत्रमा गर्ने त? तराईको उर्वर भूमिमा कबुलियत गर्ने हो कि, सरकारी स्वामित्वको हैसियत बिग्रेको बाँझो जमिनमा गर्ने हो कि, निजी खेतीयोग्य जमिनमा गर्ने हो कि, पहाडी खोल्सा खाल्सीहरू जहाँ प्रयोग भएका छैनन् त्यस्तो जमिनमा गर्ने हो? के हो यसको एन्सर? कमेन्ट गर्नुहोस् ल, सबै साथीहरूले कमेन्ट गर्नु है। सुत्नु भएन, भर्खरै 9 बजेकै छैन, पढ्नुपर्छ, यत्रो भ्याकेन्सी छ अहिले।
नाम निकाल्ने हो जसरी भए पनि। ल 15को बी आयो, धेरै साथीको 15 बी आएछ। 15को बी भन्नुभएको छ होइन, हाम्रो किस्मतजीले सुलभजीले सबैले 15को बी आएछ। ल ठिक छ, 15को बी नै हो है। अब तराईको उर्वर भूमिलाई हो त होइन, सरकारी स्वामित्वमा रहेका जुन हैसियत बिग्रेका प्रयोगमा नआएका बाँझा जमिनहरू छन्, ती जमिनलाई कबुलियत रूपमा लक्षित वर्गलाई उपलब्ध गराउनु भन्ने कुरा छ के। त्यस कारणले गर्दा यसको एन्सर बी चाहिँ सही हो है। बी चाहिँ यसको सही एन्सर हो। 16 नम्बरमा जाम, अब लास्टतिर आइसकेका छौँ हामी। राष्ट्रिय कृषि नीति 2061ले कस्तो कृषि प्रविधिलाई उच्च प्राथमिकता राख्यो त? ल यो क्वेसन अब एकदम महँगो र विदेशी प्रविधिलाई हो कि स्थानीय र वातावरण मैत्री प्रविधिलाई हो कि? टाइम पनि सकिन लाग्छ हाम्रो, 10 मिनटमा आफै अटोमेटिकली बन्द भइहाल्छ। स्थानीय र वातावरण मैत्री प्रविधिलाई हो कि श्रम कटौती गर्ने पूर्ण स्वचालित प्रविधिलाई हो कि रासायनिक विषादीमा आधारित प्रविधिलाई हो? कमेन्ट गर्नुहोस् त। फ्री मिटिङ चाहिँ यस्तै हुन्छ क्या, छोटो समयमा सकिहाल्छ। 40 मिनट हुन्छ हाम्रो मिटिङ, 31 मिनट भइसकेको छ। ल 15को कमेन्ट गर्नुहोस्। 15को कसलाई हो त? महँगो विदेशी प्रविधिलाई हो कि स्थानीय र वातावरण मैत्री प्रविधिलाई हो कि श्रम कटौती र पूर्ण स्वचालित प्रविधि हो कि? ल 16को बी है त। पूर्ण यो कसैले सी पनि भन्नुभएको छ, सी हुँदैन है। सी किन हुँदैन भन्दाखेरि श्रम कटौती चाहिँ हो, तर पूर्ण स्वचालित भनेको आफै चल्ने प्रविधि हो त होइन नि त। अलिकति त मानिसहरूले पनि चलाउनु पर्यो। त्यस कारणले गर्दा स्थानीय र वातावरणमाथि प्रविधिलाई चाहिँ प्राथमिकता राखेको छ। ल 17 नम्बरमा जाम। राष्ट्रिय कृषि नीति 2061को कार्यान्वयनका लागि जिल्ला स्तरमा कुन समितिको व्यवस्था गरिएको छ? ल त्यहाँ समिति छन्, केन्द्रीय स्तरमा कुन हुने, राष्ट्रिय स्तरमा कुन हुने, जिल्ला स्तरमा कुन हुने, स्थानीय स्तरमा कुन हुने, क्षेत्रीय स्तरमा, पहिला क्षेत्रीय भन्ने हुन्थ्यो त्यति बेला, क्षेत्रीय स्तरमा कुन हुने भनेर समितिहरू छ। कुन समितिको व्यवस्था छ त? जिल्ला स्तरमा। ल 17को साथीहरूले यहाँ त सी पनि आयो है, ल बी पनि आइरहेछ, ए पनि आएछ, डी पनि। ल सबै एन्सर आयो। कुन हो त यसको सही एन्सर? जिल्ला कृषि समन्वय समिति हो कि जिल्ला कृषि विकास समिति हो कि जिल्ला कृषि कार्यान्वयन समिति हो कि जिल्ला कृषि आयोजना समिति? ल 17को बी भन्ने साथीहरूको सही छ है, एकदमै सही छ। 17को बी जिल्ला कृषि विकास समिति भन्ने गठन गर्ने भनेको छ। यो समिति सम्बन्धी पढ्नु भएको रहेछ साथीहरू, यो लास्टमा छ कृषि नीतिको। र यो कस्तो हुन्छ भन्ने कुरा यहाँ लेखिदिएको छु त। यो नीति कार्यान्वयन गराउन राष्ट्रिय स्तरमा राष्ट्रिय कृषि विकास समिति रहने भनेको छ। राष्ट्रिय सम्झिन सजिलो छ, राष्ट्रिय कृषि विकास समिति राष्ट्रिय स्तरमा। र यो राष्ट्रिय कृषि विकास समितिलाई सघाउनका लागि केन्द्रमा केन्द्रीय कृषि विकास कार्यान्वयन समिति यहाँ झुक्काउनु छ है। केन्द्रीय कृषि विकास समिति भने केन्द्रीय कृषि विकास समिति मात्रै भनेको छैन कि केन्द्रीय कृषि विकास कार्यान्वयन समिति भनिदिएको छ। त्यसपछि गएर क्षेत्रीय स्तरमा क्षेत्रीय कृषि विकास समिति, जिल्ला स्तरमा जिल्ला कृषि विकास समिति, र स्थानीय स्तरमा गाउँ विकास समिति। अरू सबैमा सेम सेम छ लगभग। राष्ट्रियमा राष्ट्रिय कृषि विकास समिति, जिल्लामा जिल्ला कृषि विकास समिति, क्षेत्रमा क्षेत्रीय कृषि विकास समिति, र अब केन्द्रमा केन्द्रीय कृषि विकास कार्यान्वयन समिति भनिदिएको छ, र स्थानीय स्तरमा गाउँ विकास समिति भनेर यसरी यो समितिहरूको व्यवस्था गरिएको छ। यो कुरा पनि ख्याल गर्ने। ल अब हामी चाहिँ 18 नम्बरमा जाउँ है त। 18मा छ नेपाल विश्व व्यापार सङ्गठन डब्लुटिओको सदस्य भएको सन्दर्भमा यो नीतिले कुन पक्षमा जोड दिएको छ? डब्लुटिओको सदस्य भएपछि कुन पक्षमा जोड दियो त अरे यो नीतिले है? जब हाम्रो नेपाल डब्लुटिओको सदस्यता प्राप्त गर्यो होइन, त्यसपछि के कुरालाई चाहिँ यसले चाहिँ यो यो नीतिले कुन पक्षलाई जोड दियो भनेको छ? 18मा आयात प्रतिस्थापन निर्यात प्रवर्धन गर्ने कुरा हो कि पूर्ण भन्सार मुक्ति गरिदिने कुरा छ कि कृषि अनुदान खारेज गर्ने कुरा गरौँ कि विदेशी उत्पादनलाई प्राथमिकता दिने कुरा गरौँ कि के गर्यो होला? र 18को डी पनि आयो, ए पनि आयो है। हाम्रो किस्मतजीले ए भन्नुभएको छ होइन, राजेशजीले डी भन्नुभएको छ। र यसको एन्सर भनेको ए नै हो है त। आयातलाई प्रतिस्थापन गर्ने निर्यातलाई प्रवर्धन गर्ने कुरा गरेको छ। विदेशी उत्पादनलाई प्राथमिकता दिने हो त होइन नि त। आफ्नो नेपाली उत्पादन गर्नु पर्यो, नेपाली वस्तुलाई प्राथमिकता दिनु पर्यो। हाम्रो आयातलाई प्रतिस्थापन गर्नु पर्यो, बाहिरबाट आउने चिजलाई प्रतिस्थापन गर्ने, हाम्रो नेपालमा बढी उत्पादन गरेर विदेशतिर पठाउने कुरा गरेको छ जब डब्लुटिओको सदस्यता भयो। ल 19 नम्बरमा जाउँ अब हामी। यो ध्यान दिएर पढ्नु ल, हामीले सेकेन्ड लास्ट प्रश्न पनि हो यो। राष्ट्रिय कृषि नीति 2061का सन्दर्भमा सम्बन्धमा
तलका मध्ये कुन भनाइ गलत छ अरे? यो चाहिँ कृषि नीतिसँग गलत भनाइ कुन छ? कृषि क्षेत्रको व्यवसायीकरणमा जोड दिएको छ यसले। ठिक छ कि के छ हेर्नुहोस् है। जग्गाको खण्डीकरण रोक्न चक्लाबन्दीलाई प्रोत्साहन गर्ने कुरा गरेका छ अरे। होइन, यो ठिक हो कि के हो अब तपाईँले थाहा पाउनुहोस्। कृषि ऋणमा ब्याज दर बढाउने नीति लिएको छ। होइन, कृषि ऋणमा ब्याज दरलाई बढाउने नीति लिएको छ भने हो। ठिक छ कि के छ? यसले यसले भन्ने हटाइदिउँ, मैले अघि हटाउन खोजेको। जैविक विविधताको संरक्षण र उपयोगमा जोड दिएको छ अरे। एक र दुई मात्र सही छ, सही छ अरे। होइन, तिन मात्र गलत, चार मात्र सही, सबै सही। के छ त, तिन र चार गलत हुन् कि कुन हुन् कि? ल, साथीहरूको तिन मात्र गलत भन्नुभएको छ, बी भन्नुभएको छ धेरै साथीहरूले। पक्कै पनि बी है। हाम्रो के छ त भन्दाखेरि कृषि क्षेत्रको व्यवसायीकरणको औद्योगिकरण विविधीकरण गर्ने भनेको छ। जग्गाको खण्डीकरण रोक्नका लागि चक्लाबन्दीलाई, ल्यान्ड पुलिङलाई जोड दिएकै छ। कृषि ऋणमा ब्याज दर बढाउने नीति, त्यस्तो हो त होइन नि त। कृषि ऋणमा सहुलियत उपलब्ध गराउने हो। अब कृषि ऋण दिने अनि ब्याज दर बढाइदिएपछि कसैले ऋण लिन्छ त? लिँदैन नि त। कृषि ऋणमा सहुलियत उपलब्ध गराउने हो बरु। होइन, ब्याज दर घटाउने हो तर बढाउने होइन। यो गलत छ यो। त्यस कारणले गर्दा तिन मात्र गलत, अरू सबै सही। जैव विविधताको संरक्षण गर्ने त उद्देश्यमै छ। हो, यो चाहिँ तिन मात्र गलत भन्नु पर्यो है। ल, अब लास्ट क्वेसन छ। राष्ट्रिय कृषि नीति 2061ले जैविक विविधता संरक्षणका लागि के को स्थापना गर्ने भनेको छ अरे? है त। जिन ब्याङ्कको स्थापना गर्ने हो कि इन्सिन्टो कन्जर्भेसन हो कि बायोडाइभर्सिटी पाएको हो कि सबै हो? के होला ल भन्नुहोस् त। ल, धेरै साथीहरूको के आइरहेको छ एन्सर। कसैले चाहिँ ए भन्नुभयो, कसैले डी भन्नुभयो। ल, के हो यसको एन्सर? हुँ, 20 नम्बरको डी भन्नुभएको छ। ल, धेरै साथीले पक्कै पनि यसको एन्सर डी नै हो है। जिन ब्याङ्कको पनि स्थापना गर्ने, राष्ट्रिय स्तरमा जिन ब्याङ्कको स्थापना गर्ने, स्थानीय स्तरमा के गर्ने त हाम्रो सामुदायिक बिउ बैङ्कको स्थापना गर्ने। अब सोही स्थानमा संरक्षण गर्न लागि इन्सेन्टो कन्जर्भेसन गर्ने र ठाउँ ठाउँमा बायोडाइभर्सिटी पार्क, जसरी जहिले चिडियाखानाहरू छन् त्यस्तै बायोडाइभर्सिटी पार्क स्थापना गरिदिउँ भने हाम्रो के हुन्छ, जैव विविधता संरक्षण हुन्छ भन्ने छ। त्यस कारणले गर्दा यसको एन्सर पनि के भयो त? अप्सन डी भयो है त। ल, आज चाहिँ हामीले 20वटा क्वेसन छलफल गऱ्यौँ। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोस् त। ल, एकदम एकदम म यो नोट पठाइदिन्छु तपाईँहरूलाई, कुनै चिन्ता नगर्नु। तपाईँहरूको लागि हो यो। मजाले तपाईँहरूले पढ्ने हो। कृषि नीतिसँग सम्बन्धित मात्र गराइदिएँ मैले। भोलि अर्को संविधानमा भएको व्यवस्थाहरू गराउँछु। यसरी प्रत्येक टपिकको सम्भावित प्रश्नहरू गर्दै गयौँ भने के हुन्छ त भन्दाखेरि केही हदसम्म हामीलाई सजिलो हुन्छ। इक्जाममा आयो भने अलिकति लजिक लगाउन सकिन्छ भन्ने हो है त। अ, सर, 10 नम्बर प्रश्न फेरि। 10 नम्बर प्रश्नमा के थियो र? राष्ट्रिय कृषि नीति 61मा लक्षित वर्गका लागि उपलब्ध विशेष सुविधा अन्तर्गत कुन पर्दैन? कुन पर्दैन भनेर झुक्का थियो कि यहाँ। भूमि बैंक स्थापना गर्ने पनि भनेको छ। यसको एन्सर डी हुन्छ है। डी हेर्नुहोस् त राम्रोसँग। 10को डी। साना सिँचाइ पूर्वाधार सामग्री खरिद त झन् 100% भनेर झुक्का छ क्या। 100% छुट गर्ने होइन, विशेष सुविधा दिने भनेको हो। ल, यो कुरा ध्यान दिने। ल, केही डाउट छ? ठिक छ। ल, आजलाई यति गरौँ है उसो भए। ल, ओके, गुड नाइट सबैलाई है त। भोलि भेटौँला हामी। पढ्नुहोस् है, लगातार पढ्नुहोस्। हस् सर, कन्टिन्युटी हस्। दिनुहोस् आफ्नो। हुन्छ सर, हुन्छ हुन्छ। ल, ल सर, ल, गुड नाइट। ओके, गुड नाइट।